हेलो एन्ड नमस्ते सबैजनालाई दोब्दिया हैन। आज पनि फेरि नयाँ भ्लग लिएर तपाईँको सामनेमा उपस्थित भइसकेको छु र आजको प्लान के हो भन्दाखेरि आजको प्लान चाहिँ बौद्ध जाने प्लान छ। किनकि म बिहान 9 बजे उठेर 5 बजेसम्म ड्युटी गरेर आइसकेर पनि म फ्रेस भएर खानासाना पनि सबै रेडी पारिसकेँ र बौद्ध जाने प्लान सोचेर मैले त्यो दाइलाई कल गरेँ। त्यो दाइ पनि अब बौद्धतिर हुनु रहेछ, घुम्न जानु भएको त्यो दाइ पनि। सो म पनि अब जाने नै भएँ त्यहाँ। त्यो दाइलाई वहीँ गएर भेट्नुपर्ने हुन्छ हामीले। त्यो दाइ त्यहीँ भेटिन्छ र हामी घुम्नुपर्ने हुन्छ। अगाडि तपाईँलाई देखाउने छु हैन। अब जानुपर्ने हुन्छ हामी। सो गाइज मैले रुममा चाबी सबै ल्याएर हिँडिसकेँ। म अब यहाँ निस्किनुपर्ने हुन्छ हैन। अब दाइलाई गएर वहीँ बौद्ध नै भेट्नुपर्ने हुन्छ हामीले चाहिँ। अब जस राति भइसकेको छ, किनभने अब बिहानमा ड्युटी गर्न गएको थिएँ मैले। अब बिहान ड्युटी गर्न गइसकेपछि अब दिउँसोमा त्यस्तो भिडियो बनाउन पाएन, किनभने ड्युटी भएको भिडियो कतिवटा बनाउने भन्ने कुराले म भिडियो बनाइनँ। अब चाहिँ जस हाम्रो प्लान चाहिँ त्यही बौद्ध नै जानुपर्ने हो। अब बौद्ध नै जानुपर्ने हुन्छ हामी। अब यहाँदेखि चाहिँ एक्लै जानुपर्ने हुन्छ रुमदेखि चाहिँ। जस खासै टाढा छैन बौद्ध, यहाँदेखि धेरै भनेको 10 मिनट हो जम्मा हिँडेर है। जस म नजिकै बस्छु बौद्धको। अब चाहिँ जानुपर्ने हुन्छ बौद्धमा के कस्तो भइरहेको छ। सायद आज दाइले भन्नुभएको छ आज बौद्धमा चाहिँ प्रोग्राम छ भन्ने हुनुहुन्थ्यो दाइले चाहिँ। के कस्तो छ जाम हेरौँ होइन। मलाई पनि धेरै भइसक्यो बौद्ध नघुमेको, 2 महिना जति नै भइसक्यो बौद्ध नघुमेको। अब चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ। सो अब बाटोमा हिँड्दाखेरि अब एक्लै हिँड्नुपर्ने हुन्छ यहाँ चाहिँ होइन। अब दाइ भएको अलिकति रमाइलो हुन्थ्यो होइन। अब दाइ पनि हुनुहुन्न, अब एक्लै बोल्दै हिँड्नुपर्ने हुन्छ यहाँ। अब अगाडि जानेछौँ हामी। अब रोडमा गएपछि अब पुनः म फेरि भेट हुनेछु त्यहाँ होइन। अहिले चाहिँ म एक्लै हिँडिरहेको छु यहाँ। जानुपर्ने नै एक्लै हुन्छ यहाँदेखि। अब के भन्ने होइन। दाइलाई मैले पहिले भनेको थिएँ दाइ रुममा आउनु सँगै जाम्ला भनेको थिएँ। अलिकति साथी भएपछि अलिकति प्रोत्साहित भइन्छ होइन। अलिकति हुन्छ नि अब बोल्नमा अलिकति त्यस्तो हुन्न, अब सुरुमा लाज लाग्ने हुन्छ अनि त्यो गर्दा भएपछि अलिकति हुँदैन कि भनेर भनेको थिएँ। सो फाइनली गाइस म रुमदेखि बाहिर निस्केर पनि बाटोमा आइसकेको छु होइन। बाटोमा आइसकेको छु। यहाँ चाहिँ अलिकति रोड क्रस गर्नुपर्ने छैन, किनभने अलिकति सानै बाटो छ। अगाडि गएपछि रोड क्रस गर्नुपर्ने हुन्छ। यहाँ बाटोमा पनि धेरै मान्छेहरू छन् होइन। अब जानुपर्ने हुन्छ हामी। अलिक अगाडि गएपछि चाहिँ हामी रोड क्रस गर्नै पर्ने हुन्छ। अब जाम होइन। अब एक्लै छु जानुपर्ने भयो होइन। यताउता यसो दाइ भएको अलिकति रमाइलो नै हुन्थ्यो होइन। त्यही हो अलिकति अब नयाँ नयाँ भएको कारणले चाहिँ अब यहाँ अलिकति मान्छे देख्दाखेरि अलिकति लाज भन्ने अलिकति होइन त्यो हुन्छ नि। त्यो भइरहेको छ कि मलाई होइन। मान्छे पनि मलाई हेरिरहेको छन् होइन। के गरेर त्यो भाइले भने भयो भन्ने सोच्छु होला भन्ने सोचेँ होला। अलिकति मेरो चाहिँ छिटो बोल्ने बानी छ क्या। यही अलिकति मैले चाहिँ के अरे ढिलो बोल्ने प्रयास गर्छु भन्ने सोचिरहेको छु। तर म भिडियोमा बोल्दा चाहिँ किन अटोमेटिक म छिटो बोल्ने गर्छु कि होइन। त्यो छिटो बोल्ने गर्छु। अलिकति तपाईँहरूले पनि अब त्यो अलिकति बुझ्नुहुन्न होला फेरि छिटो बोल्दाखेरि होइन। त्यही हो। अब चाहिँ जस हामी चाहिँ कि यहाँदेखि रोड क्रस गर्नुपर्ने हुन्छ हाम्रो चाहिँ यहाँदेखि। सो रोड क्रस गर्दैछु म चाहिँ यहाँदेखि होइन। यतादेखि बौद्ध जानुपर्ने हुन्छ हामी चाहिँ। यहाँ अरू पनि क्रस गर्दै हुनुहुन्छ। म चाहिँ उहाँहरूकै सारामा रोड क्रस गरेर आएको छु। यहाँ अब 1 मिस गेम फिनिस अब थाहै छँदै होला अब खाने भनेर गयो फेरि होइन। सो मैले रोड क्रस गरिसकेँ र म यहाँ हिँडिरहेको छु अब बौद्ध एक्लै। धेरै टाढा होइन, नजिकै हो। बस त्यहाँ गएर दाइलाई भेट्नुपर्ने हुन्छ मैले। अब एक्लै गएर पनि घुम्न खासै रमाइलो लाग्दैन होइन। एक्लै हुँदाखेरि अब त्यस्तो रमाइलो हुँदैन नि त। जसै साथीहरूसँग हिँड्दा होइन खाँदा बस्दा त्यस्तो हुँदैन क्या। एक्लै हिँड्दाखेरि अब एक्लै हिँड्दा लाग्दा यस्तो बोलेर हिँड्नुपर्ने भएको यहाँ होइन। केही पनि छिटो बोलेछु क्या होइन। जस्ट बिस्तारै बोल्न कोसिस गर्छु मैले होइन। अब जानुपर्ने हुन्छ म एक्लै यहाँदेखि। यहाँ फेरि अलिकति अब जामै हुन्छ यो बौद्ध एरियामा फेरि अब होइन। यता जानुपर्ने हुन्छ। अब चाहिँ खासै जाम भइ नचल्छ जोस्। मलाई अब जाम भए पनि नभए पनि खासै फरक भएन होइन। किनभने अब म आज साइकलमा छैन, जुन अब मेरो साइकल क्रस फायर होइन। अब त्यो क्रस फायर नै छैन। म अब छेउछेउबाट हिँडिरहेको छु। म यहाँ 2 दिनबाट हिँडिरहेको छु होइन। अब यहाँदेखि हिँडेपछि मलाई त्यस्तो खासै फरक पर्ने छैन। अब यहाँदेखि त जस त्यति मान्छे पनि भिड छैन, एक्लै मजाले हिँड्न पाइरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ म जाँदैछु है यही बाटो एक्लै। अब यो बौद्धमा त अब त्यस्तै अब राम्रो डिजाइन खालको अब कपडाहरू के हुन्छ है। अब किन्न सकिन्न आफूले त जस हेर्ने हिँड्ने यहाँदेखि कति हिँडिन्छ यो बाटो। त्यही हेर्ने हिँड्ने त्यो बाइक अरू केही कामै छैन। मेन कुरा भने त्यो दाइले मलाई फोन गरेर भन्नुभएको थियो कि अब त्यो दाइले अलिकति मलाई ढिलो हुन्छ है भन्नुभएको थियो। त्यो दाइ सकेसम्म चाँडो आयो राम्रो हुन्थ्यो एकदमै होइन।
किनकि मलाई पनि त्यहाँ बसेर कुर्नु पर्थेन। एक्लै बोरी लाग्छ नि त बजारबाट होइन। त्यही सट्टा आएबाट सबै सँगै घुम्नु हुन्थ्यो भित्र, यसो राउन्ड हुन्थ्यो। अब जब बौद्ध पसिसकेपछि हामीले 3 राउन्ड हान्नुपर्ने हुन्छ। अब 3 राउन्ड हान्यो भने चाहिँ अब अलिकति त्यो हुन्छ नि, अब के हो त्यो अब बुझ्नु आएको है। अलिक 3 राउन्ड हान्यो भने चाहिँ अलिकति राम्रो हुन्छ अरे भन्ने कुरा अब सबैले त्यहाँ 3 राउन्ड हानेकै हुन्छन् बौद्धमा आएर। त्यो बौद्ध चाहिँ के भन्छ गुम्बा स्तूपा समथिङ होइन, त्यही हो त्यो चाहिँ। त्यो त कहिले आउनुहुन्छ त्यो थाहा भएन कि। अब म चाहिँ यहाँदेखि जानुपर्ने हुन्छ। मान्छेहरूलाई पनि अलिक अप्ठ्यारै छ यहाँ चाहिँ होइन। अब यस्तो किनकि बनाएको छैन, सब उखाल छ सबै होइन। यहीँदेखि हिँड्नुपर्ने हुन्छ म चाहिँ होइन। म चाहिँ यत्रो टाढादेखि आइसकेँ म यहाँ होइन, जानुपर्ने हुन्छ। अब यो बाटोमा अलिकति भुइँमा पनि हेरेर हिँड्नुपर्ने हुन्छ मैले चाहिँ, किनभने यहाँ यस्तो छ अब कुनै ढुङ्गामा खुट्टा ठोक्यो भने फेरि गयो भन्ने सम्झे हुन्छ। लुटु सम्भावना पनि छ नि होइन, जानु पऱ्यो होइन। अब म यहाँ सबै दाइहरू बाइकमा अब छेउछेउमा बसेर इन्डिया पठाउ केही गर्दै हुनुहुन्छ होइन। कोही मान्छेले अब बुकिङ गर्दै हुनुहुन्छ कि भन्दै होइन। त्यही हो मेरो पनि प्लान थियो यार, एउटा बाइक किनेर अब पठाउ इन्डिया भान्छु भनेर सोच गरेर आएको थिएँ। अब के गर्ने, चाहिने त्यही पैसै हो। अब यही पैसाको पछि सब दौडिरहेको छन्। अब म पनि दौडिरहेको छु। अब पैसाको पछि दौडिँदा अब जिन्दगी जाला जस्तो छ होइन। अब पैसाको पछि दौडी नै पऱ्यो। अब आफ्नो पुरी सम्पत्तिहरू छैन। जिन्दगीमा बस त्यति साह्रै धनी हुनु मन छैन होइन। बस आफूले लाउन खान पुगोस् होइन। अब त्यही हो, के अरे अब अर्काको लुटेर चोरेर ठगेर खानु नपरोस् जिन्दगीमा है। अब त्यही चाहना छ मेरो। धेरै पैसा कमाएर पनि अब मलाई अब काठमाडौँमै बसेर घर किन्नु छैन, जग्गा किन्नु छैन होइन। मेरै गाउँमा बनाउँछु भन्ने मेरो सपना पनि छ है। अब पहिलेदेखि अब मैले पैसा कमाएँ भने अब कमाउँछु नै पनि होइन। कमाए तापनि मैले गाउँमै घर बनाउँछु भनेर मेरो चाहिँ पहिलेदेखि सोच गरेर आएको छु। अब मेरो पनि भाइ छ एउटा, मेरो पनि प्यारो भाइ छ म भने तलको भाइ छ। त्यो भाइले नि भनेको मैले अब त्यो भाइले हुन्छ त यहीँ बनाउँला नि, तर हामी चाहिँ छुट्टिने होइन है भन्छ है भाइले है। हामी चाहिँ छुट्टिने होइन, जतिसुकै जेसुकै भए पनि हामी चाहिँ छुट्टिनु हुँदैन। हामी सँगै बस्नुपर्छ दाजुभाइ, किनकि साथ निभाउनुपर्छ भन्छ भाइ चाहिँ है। अब म पनि त्यही चाहन्छु, जे भाइले भन्छ त्यही म पनि चाहन्छु। मैले पनि भाइलाई सम्झाउँछु होइन, त्यो छुट्टिने कुरा चाहिँ गर्नुहुन्न। अब जस दाजुभाइ साथमा बस्यो भने अब होइन जति छ नि यो जिन्दगी हाम्रो त्यो मजाले कटाउन सकिन्छ क्या। अब दाजुभाइको सहारामा सुख दुःखमा हुन्छ नि होइन। अब साथ दिनु पऱ्यो एकअर्कालाई, त्यही हो होइन। म त के भन्छु भन्दाखेरि अब त्यही हो, अब कसैको पनि दाजुभाइहरू त्यस्तो छुट्टिनु नपरोस् भन्छु क्या। मजा जे भए पनि अब मान्छेहरू अब एउटा दाइले कमाउला अरे भाइले कमाउला अरे, अब भाइले नकमाउला दाइले कमाउला अरे भन्ने हुन्छ अब होइन। त्यही हो, अब नकमाउने कुरा भनेको त आफ्नो हातमा हुन्छ। जस सो म फाइनली चाहिँ यहाँ अब बोल्दा चाहिँ म अब बौद्ध आइसकेको छु र बौद्ध यहाँभित्रबाट जानुपर्ने हुन्छ म चाहिँ। अब म चाहिँ मेरो दाइले कुर्नुपर्ने हुन्छ, मेरो दाइ आउनु भएको छैन र म चाहिँ एक्लै भित्र पस्दिनँ है त। म एक्लै पस्दिनँ, मेरो दाइले कुर्छु म चाहिँ। मेरो दाइले कुरेर मात्र म भित्र पस्नेको छु। यस्तो म चाहिँ यहाँ बसेर दाइ कुर्नुपर्ने हुन्छ। दाइ आइसकेपछि मात्र हामी भित्र बसेर 3 राउन्ड हान्नेछौँ होइन। त्यसपछि म यहाँ दाइलाई कुर्छु, दाइ कहिले आउनुहुन्छ म चाहिँ एकछिन कुर्नुपर्ने दाइलाई। जस मान्छेले यहाँदेखि अब जेब्रा क्रसिङ गर्नुपर्ने हुन्छ, मान्छेले चाहिँ यहाँ ट्राफिक सरहरू रोकिदिनुहुन्छ एकछिनको लागि होइन। बहुत धेरै मान्छेहरू यही बौद्धको कारणले गर्दाखेरि यहाँ मान्छे धेरै जम्मा हुने गर्छ होइन। अब रोड क्रसमा जेब्रा क्रसिङ युज गर्नुपर्ने हुन्छ, जहाँ पाइ त्यहीदेखि रोड क्रस गर्न दिनुहुन्न सरहरूले चाहिँ। सो मैले भिडियो एकछिनलाई स्टप गरेर म दाइलाई पनि फोन गरिसकेँ। दाइ पनि आउँदै हुनुहुन्छ, 10 मिनटमा आइपुग्नुहुन्छ अरे होइन। अब 2टा मोबाइल हुनुपर्ने रहेछ खासमा भिडियो बनाउन थालिसकेपछि होइन। 2टा मोबाइल नभएर अब भिडियो बनाउँदै पनि स्टप गरेर अब उता फोन आयो भने अब फोन गर्नु पऱ्यो भने अब भिडियो स्टप गरेर एकछिनलाई अब उता फोन गर्नुपर्ने हुन्छ, फोन नबोल्नुपर्ने हुन्छ हामी चाहिँ होइन। अब के भने अब 2टा मोबाइल नकिनी भए होइन। अब किन्नलाई पनि अब त्यही चाहियो, अब सबैलाई रोगडा नै होइन, रोगडै चाहिन्छ किन्नलाई पनि। अब म चाहिँ जस्ट यहाँ दाइले कुदिरहेको छु, फोन गरिसकेँ, दाइ आउँदै हुनुहुन्छ। अब सायद फोन गर्नु पर्दैन होला दाइलाई। अब दाइ आउनुहुन्छ त्यसपछि हामी फेरि पनि अब बौद्ध पस्नु पर्ने हुन्छ। हामी फेरि पनि भन्दा नि अब पस्नुपर्ने हुन्छ हामी चाहिँ बौद्ध है। सो गाइस फाइनली मेरो पनि दाइ आइसक्नु भएको छ र यहाँ हामी चाहिँ अब जानुपर्ने हुन्छ बौद्ध है। फाइनल दाइलाई कति कुरे मैले भन्नु त ल, कति कुरे दाइले होइन। मैले बल्ल दाइले भेटिसकेँ होइन। अब चाहिँ जानुपर्ने हुन्छ। अब तन्ने नै कुरे मैले दाइले होइन। अब लगभग 4-5 चोटि नै फोन गरिसकेपछि बल्ल दाइ आइपुग्नु भयो। अब चाहिँ बस यहीँ अगाडि नै हो, जस म दाइले अगाडि नै अलिकति अगाडि आएर दाइले मैले कुरेको थिएँ है। अब जानुपर्ने हुन्छ हामी चाहिँ। अब केही पनि ढिला नगरिकन दाइले खासमा अब ढिलो हुनु कारण के हो, के बताउनु सक्नुहुन्छ भने भन्नुहोस् अब होइन। एकजना साथी भेटेको त ए शान्ति नै गफ भयो, त्यो कारणले गर्दै अलिक
त्यही हो है। र जस अब चाहिँ दाजुभाइ हिँडेपछि अब रमाइलो गर्नुपर्छ होइन, अलिकति मलाई पनि प्रोत्साहित हुन्छ के भन्छ त्यसलाई उत्साहित लाग्छ मलाई पनि होइन, अलिकति हुन्छ नि त्यो मलाई पनि जाँगर जोस जाँगर के भन्छ त्यो पनि लाग्छ होइन, ऊर्जा मेरो मनैबाट। जस म चाहिँ अब बस्नुपर्ने हुन्छ अब यहाँ बौद्ध होइन, जस बौद्ध गेट भयो चाहिँ होइन, अब बस्नुपर्ने हुन्छ म चाहिँ। चलो भाइ। सो फाइनली गाइस हामी चाहिँ बौद्ध पसिसकेको छौँ, गेटभित्र छिरिसकेको छौँ हामी चाहिँ होइन। अब जानुपर्ने हुन्छ भित्र, तपाईँहरूले देख्नु नै सक्नुहुनेछ अब भिडियोमा चाहिँ होइन। अब क्यामेरा अब कस्तो आएको होइन, अब एन्ड्रोइड फोन हो, अब आइफोन छैन आफूसँग होइन, जे छ त्यसैमा अब खुसी हुनु सिक्नुपर्छ भन्ने कुरा त अब सुनेकै हो बुझेको पनि हो होइन। अब जानुपर्ने हुन्छ दाइ, अलि बिस्तारै बिस्तारै हिँड्नु चाहिँ। ओहो कति धेरै मान्छे भिड रहेछ यहाँ चाहिँ होइन, देख्न सक्नुहुन्छ यहाँ कति धेरै मान्छे हिँड्नु भएको छ है। अब बिस्तारै हामी पनि घुम्नुपर्ने हुन्छ, एकैचोटि धेरै घुम्नु पनि भएन है। देख्न सक्नुहुन्छ कति धेरै मान्छे हुनुहुन्छ, जस्ट मेरो दाइ चाहिँ यहाँ हुनुहुन्छ है। अब यही दाइ हो मसँग हिँड्ने भनेको दाइ होइन। अब जानुपर्ने हुन्छ बिस्तारै बिस्तारै हामी चाहिँ। अब तपाईँहरू पनि बौद्ध घुम्नु भएको छ होला होइन, घुमिसक्नु भएको छ होला, कतिजना भिडियोमा पनि देख्नु सक्नु भएको छ होला। अब त्यही हो, यहाँ रेस्टुरेन्ट पनि छ, धेरै रेस्टुरेन्टहरू पनि छ यहाँ, भिआइपी रेस्टुरेन्ट पनि छ, तपाईँहरू आएर यहीँ बस्न पनि सक्नुहुन्छ, अब यहाँ खान पनि सक्नुहुन्छ। त्यही हो है। अब चाहिँ घुम्नुपर्ने हुन्छ हामी, 3 चक्कर हान्नुपर्ने हुन्छ। सुरुमा चाहिँ हामी जस्ट यो लेफ्ट साइडबाट घुम्नुपर्ने हुन्छ हामी चाहिँ, लेफ्ट साइडबाट घुमेर अब 3 चक्कर लाउनुपर्ने हुन्छ। 3 चक्कर लायो भने अलिकति राम्रो हुन्छ नि भन्ने अब सबैको धारणा अब सुन्दै गरेको होइन, होइन भन्नु त। तपाईँले के भन्नुहुन्छ? मेन कुरा भनेको हामी दाजु अलिकति धर्महरूमा अलिकति हुन्छ नि त्यस्तो कुरामा दाइलाई चाहिँ ज्ञान छ म भन्दा नि होइन। अब म त भर्खरको भयो, दाइ अलिकति पाएको हुनुभएको छ होइन, अनि दाइलाई थाहा छ, दाइले त्यतिकै धाट्नु भएको छ। जस्ट दाइले चाहिँ ज्ञान दिनुहुन्छ बहुत, अब कहिले बस्नु हुँदाखेरि दाइ थाहा छ मनमा भएको कुराहरू, अब अलिकति ज्ञान भएको कुरा दाइले भन्नुहुन्छ होइन। अब जस अब हेर्नुपर्ने हुन्छ हामी यहाँ चाहिँ। यो बौद्ध भनेको अब बौद्ध स्तूपा भनेको मेन ठुलो बौद्ध स्तूपा भनेको यही हो। र चाइबेला पनि छ एउटा स्तूपा भने सानो छ चाइबेला पनि। जानुपर्ने हुन्छ हामी चाहिँ यहाँ सरर। अब अगाडिबाट भिडियो गरौँ भन्दाखेरि तपाईँहरूले देख्न पाउनुहुन्न, अब जस्ट मलाई मात्रै देख्न पाउनुहुन्छ। अब पुरै देखाइदिउँ होइन, अब अगाडिबाटै गरेर हामीले 3 चक्कर हान्नुपर्ने हुन्छ अब चाहिँ। जस्तै आज चाहिँ स्पेसल के छ त हाम्रो? स्पेसल केही छ भने अब स्पेसल केही गर्नु पऱ्यो हामीले होइन। अलिकति अब हुन्छ नि अब होइन, अब हिँड्दै नहुँदाखेरि त मलाई कस्तो कस्तो महसुस भइरहेको, उहाँदेखि रुमदेखि निस्किनु लाग्यो, अब भिडियो गर्न लागिरहेको छु, मलाई लाज लागिरहेको छ कि अब म जब रुमदेखि निस्केँ नि अगाडि आएँ, अब मान्छेहरू देखेँ होइन, क्यामेरा थोरै लाज लाग्ने भने यार। मैले त्यही सोचेँ तपाईँलाई पहिलेदेखि नै फोन गरेर बोलाइरहेको थिएँ, अलिकति दाइ भएपछि अलिकति साथी भएपछि अलिकति हुन्छ नि अलिकति उत्साहित हुन्छ अब मनबाट नै होइन, त्यस्तो हुँदैन, त्यही भएर बोलाइरहेको थियो। जस केही भएन, जस म यहाँसम्म आइसकेँ, अब दाइले पनि भेटिसकेँ, अब त्यस्तो हुने छैन होइन। अब अरूको अब अरूले के भन्छ के भन्ला त्यो अब मतलब पनि खासै लाग्ने छैन अब होइन। ठिकै छ भन्नु दाइ, जस यता पनि देखाउनु भन्नुभएको दाइले चाहिँ, मैले पनि देखाइसकेको छु उतापट्टि पनि होइन, यतापट्टि पनि यही हो होइन। खासमा हामी यहाँदेखि पस्नुपर्ने हुन्थ्यो, अब यहाँ चाहिँ अब गेट बन्द छ, यहाँदेखि साथ गेट बन्द रहेन खुल्लै छ। अब चाहिँ यहाँदेखि भित्र जानुपर्ने हुन्छ, त्यहाँ भित्र जाने हामी चाहिँ नजाने, जस हामी चाहिँ नजाने भन्नुभएको दाइले, किनकि हामीलाई अबेला भइसकेको छ, राति भइसकेको छ, आज जानु हुँदैन, अर्को बेला जानुपर्ने हुन्छ हामी चाहिँ। अब जस आज चाहिँ यही बाहिर 3 राउन्ड हानेर झानेर जानुपर्ने हुन्छ। यहाँ के थियो आज प्रोग्राम थियो यहाँ चाहिँ? आज यहाँ चाहिँ स्कुलहरूको विद्यार्थीहरूको चित्रकला प्रतियोगिता। चित्रकला प्रतियोगिता। जस हामी चाहिँ आउनु पाएन है दिउँसोमा, किनकि अब ड्युटी जानुपर्ने हुन्छ, हामी चाहिँ दिउँसोमा आउनु पाइएन। केही छैन, ठिकै छ, अर्को पालि आम्ला होइन, अर्को पालि हुँदाखेरि आम्ला हामी चाहिँ होइन। म चाहिँ फेरि पनि अब छिटो नै बोलिरहेको जस्तो लाग्छ मलाई। अब भने अब जिब्रो पनि लडबडिन्छ अब होइन, मौरको छोरा भयो के हो है, अब जिब्रो पनि अब खासै छिटो अब छिटो बोल्दा अब जिब्रो फर्किहाल्ने क्या, अब कुनै अब शब्दहरूको टुङ्गो लाग्दैन क्या, अब जिब्रो अब त्यस्तै लडबडेर है। अब के भन्ने, अब त्यही हो। दाइले चाहिँ यहाँ दान गर्दै हुनुहुन्छ, दाइले बिचरा दाइ पनि एकदम राम्रो हुनुहुन्थ्यो, त्यहाँ देख्नुहुन्छ दाइले दान गर्नुभयो, उहाँ एकदम समथिङ अब सहयोग मागेर बस्नु भएको कुनै सर हुनुहुन्छ उहाँ सायद, उहाँले एकदम दाइले चाहिँ अब मनैबाट दिनुहुन्छ, दाइ त्यस्तो अब एकदमै मनकारी हुनुहुन्छ हाम्रो दाइ चाहिँ होइन। अब के भन्ने, अब त्यस्तै मनकारी नै हुनुपर्छ हामी भनेको चाहिँ। जानुपर्ने हुन्छ हामी चाहिँ। 1 राउन्ड पनि हाने छैनौँ अहिलेसम्म, यत्रो ठुलो छ कि 1 राउन्ड हान्नलाई अब टाइम लाग्ने हुन्छ हामीलाई चाहिँ।
हामी चाहिँ एक राउन्ड हानेपछि अब भिडियो पनि अब स्टप गर्नुपर्ने हुन्छ एकछिन, किनभने अब यो पुरै राउन्ड हानेको अब भिडियो सबै बनायौँ भने त अब तनै नै टाइम लाग्नुपर्ने हुन्छ हामीलाई। अब लाग्नुपर्ने हुन्छ भन्दा पनि लाग्ने नै छ, जसरी भए पनि हामीलाई लाग्छ नै। अब देख्न सक्नुहुन्छ अब यो बौद्ध स्तूपा गुम्बा है। अब एक राउन्ड हुने वाला छ हाम्रो चाहिँ। देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरू हेर्नु न, साँझमा कति अब घाम पनि लाग्दैन है, चिसो चिसो अब ठिक्क मौसम, न जाडो न गर्मी होइन, एकदम चिल्लाक्स पारामा हुन्छ साँझमा चाहिँ। त्यो सबै मान्छेहरू यहाँ आएर के भन्छन् भन्दाखेरि अब के भन्छन् खोइ, अब सबले बुटी जम्दै के बुटी के जम्दै हिँड्छन्। अब त्यो ओम माने बेबी होम, ओम माने बेबी होम, त्यो समथिङ के भन्छ, अब बुद्धम सोडनम समथिङ त्यस्तै के भन्छन् होइन। हामी दाइ चाहिँ अगाडि चिलमा दौडिनु भए दाइ नकुर्ने मलाई एक्लै जाने हो र दाइ। यहाँ के यो जुन यो बुटी चाहिँ के जम्छन् दाइ? बुद्ध के अरे ओम माने बेबी होम, ओम माने बेबी भन्छन् कि अब कि समथिङ के जम्म त जप्छन् के ओम माने बेबी होम, ओम माने बेबी अनि समथिङ के ओम बुद्धम सोडनम अब समथिङ त्यस्तै के भन्छन् कि होइन र? हामी पनि ओम माने बेबी होम, ओम माने बेबी होम भन्नुपर्ने हुन्छ कि चाहिँ। हामी चाहिँ बस एक राउन्ड भइसकेको छ हाम्रो चाहिँ। अब यहीँदेखि छिरेको थियौँ हामी चाहिँ। अब हामी चाहिँ ओम माने बेबी होम, ओम माने बेबी होम भन्दै अब अगाडि बढ्नुपर्ने हुन्छ। त्यो अब 3 राउन्ड सकेपछि हामी चाहिँ अब रुमतिर लाग्नुपर्ने हुन्छ, किनकि राति भइसकेको छ है। सो फाइनली हामी चाहिँ एक राउन्ड हानिसकेर पनि अब फेरि पनि भिडियो दोस्रो चरणमा आइसकेको छु म होइन, दोस्रो राउन्डमा हिँडिसकेको छु। अब चाहिँ हामीले ओम माने बेबी होम, ओम माने बेबी होम भन्नुपर्ने हुन्छ हामीले यहाँ हिँड्दाखेरि चाहिँ है। ओम माने बेबी होम, ओम माने बेबी, किनकि यो भनेको अब यो बुद्धिस्टहरूले समथिङ यस्तै के गर्नुहुन्छ त्यस्तो खासै ज्ञान भएन है। जस भन्छन् चाहिँ ओम माने बेबी होम, ओम माने बेबी होम हामीले पनि गर्नुपर्ने हुन्छ। अलिकति रात परिसकेको कारणले अब यहाँ अलिकति यो के रोशनी पनि अलिकति आउन छोडिसकेको छ, किनकि अब यताउता कोहीको रेस्टुरेन्टहरूको हुन्छ नि अब बत्तीहरू अब त्यो सायद बन्द गरिसक्नु भएको छ, त्यो अलिकति रोशनी पनि कम आइरहेको छ अनि अँध्यारो पनि देखिरहेको छ यहाँ। सो फाइनली गाइस हामी चाहिँ बौद्ध पनि घुमेर बाहिर निस्किसक्यौँ। अब बाहिरदेखि अब रोडको जानुपर्ने हुन्छ हामी घर चाहिँ अब होइन। अब घुमिसक्यौँ, ओम माने बेबी होम, ओम माने बेबी होम पनि भनिसक्यौँ हामीले है। अब त्यो चाहिँ मैले भिडियो गराइनँ, किनकि अब त्यहाँ त्यस्तै भिड थियो, अलिकति धेरै लामो पनि भिडियो हुन्थ्यो, त्यसैले मैले गराइनँ। अब चाहिँ हामी घर हिँडिसक्यौँ, अब घर जानुपर्ने हुन्छ। अब चाहिँ बाटोमा छौँ, अब त्यो रमाइलो भइरहेको छ होइन। अब यताउता गराङ गुरुङ अब मान्छे त्यस्तै छ होइन, अब यताउता हेर्ने हिँड्ने त्यो रमाइलो भइरहेको छ। अब जानुपर्ने हुन्छ हामी घर दाइ। अब घर गएपछि अब खाना बनाउनु भयो कि दाइ? बनाउनु भयो। म चाहिँ खानासाना बनाएर हिँडिसकेँ। म चाहिँ अब गएर एकछिन मोबाइल हेर्नुपर्ने हुन्छ, मोबाइल हेर्छु अनि त्यसपछि खाना खानुपर्ने हुन्छ मैले चाहिँ है। त्यस अब धेरै लाग्दैन, कति टाइम लाग्छ यहाँ जाने हामी रुममा गाडी जान? 5-10 मिनट 10 मिनट यो पनि 10 मिनट लाग्छ। त्यो 10 मिनटभित्र चाहिँ हामी अब रुममा पुगिसक्छौँ होइन। अब रुममा पुगेपछि अब त्यही अब के नै छ र, अब आजलाई चाहिँ अब यति नै भन्नु मिलेन अब यो खानु पर्दा। सो फाइनली गाइस म घुमेर पनि अब रुम पनि आइसकेँ है। अब एकछिन रेस्ट गरेर खानासाना खानुपर्ने हुन्छ। सो भिडियो चाहिँ अहिलेलाई यति नै। अब नेक्स्ट टाइम पनि म यस्तै नयाँ नौलो भिडियो लिएर तपाईँहरूको सामु उपस्थित हुने नै छु। तपाईँले साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशा राख्दै अहिले यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त धन्यवाद।